विश्वविद्यालयमा पढाउँदा कपाल फुलाएका पढेर सबै खाले उपाधिहरू प्राप्त गरिसकेका प्रोफेसरहरू नै जाँदा पनि उनीहरूले 3 घण्टा कुरेर प्रधानमन्त्री भेटेको कुरा अहिले पनि एक प्रोफेसरले बेला बखत गर्छन्। मानिसहरूलाई घण्टौं कुराइरहँदा प्रधानमन्त्री स्वयं भने के गर्नुहुन्छ त आफ्नो कोठामा? यो प्रश्नको ठ्याक्कै जवाब त हामीसँग पनि छैन। तर प्रधानमन्त्री ओलीका पछिल्ला रुचिहरू हेर्दा भन्न सकिन्छ उहाँ टिकटक भिडियोमा रमाइरहनुहुन्छ। नयाँ पुस्ताको सोच, भिजन र रुचि के छ भनेर जान्ने उद्देश्यले प्रधानमन्त्रीले उनीहरूसँग कुराकानी गरेको हो भनेर अर्थ लगाउने हो भने यसलाई नकारात्मक भन्न सकिँदैन। तर पालै-पालो मुलुकको पहिलो प्राथमिकता नै उनीहरूसँग कुराकानी गर्नु हो भने चाहिँ प्रधानमन्त्रीले जसरी समय खर्च गरिरहनु भएको छ यो चाहिँ फजुलको काम नै हो। प्रधानमन्त्री नयाँ पुस्ताको कुरा सुन्न चाहना राख्नुहुन्थ्यो भने उहाँले नयाँ पुस्ताका व्यवसायी, विदेश गएर फर्केका युवा, उतै हन्डर खाएर ठगिएर लुटिएर फर्केका युवा, कृषिमा भविष्य खोज्दै सबै सम्पत्ति डुबाउन पुगेका युवा, नेपालमै बसेर आइटीमा राम्रो काम गरिरहेकाहरूलाई समेत बोलाउन सक्नुहुन्थ्यो। यदि त्यस्तो गरेको भए यसमा कुनै अर्थ छ भन्न हामी पनि बाध्य हुने थियौँ। केही अपवाद बाहेक फजुल मानिसहरूसँग भेट्ने समय निकाल्न सक्ने प्रधानमन्त्री ओली संसदमा प्रमुख प्रतिपक्षी दलका नेताले गर्ने आलोचना सुन्न नसकेर त्यहाँ बस्नु नै भएन। अर्थात् प्रधानमन्त्री ओलीका लागि संसद समेत समय दिन लायकको थलो हो भन्ने लागेन दर्शक। विश्वविद्यालयमा पढाउँदा कपाल फुलाएका पढेर सबै खाले उपाधिहरू प्राप्त गरिसकेका प्रोफेसरहरू नै जाँदा पनि उनीहरूले 3 घण्टा कुरेर प्रधानमन्त्री भेटेको कुरा अहिले पनि एक प्रोफेसरले बेला बखत गर्छन्। मानिसहरूलाई घण्टौं कुराइरहँदा प्रधानमन्त्री स्वयं भने के गर्नुहुन्छ त आफ्नो कोठामा? यो प्रश्नको ठ्याक्कै जवाब त हामीसँग पनि छैन। तर प्रधानमन्त्री ओलीका पछिल्ला रुचिहरू हेर्दा भन्न सकिन्छ उहाँ टिकटक भिडियोमा रमाइरहनुहुन्छ। नयाँ पुस्ताको सोच, भिजन र रुचि के छ भनेर जान्ने उद्देश्यले प्रधानमन्त्रीले उनीहरूसँग कुराकानी गरेको हो भनेर अर्थ लगाउने हो भने यसलाई नकारात्मक भन्न सकिँदैन। तर पालै-पालो मुलुकको पहिलो प्राथमिकता नै उनीहरूसँग कुराकानी गर्नु हो भने चाहिँ प्रधानमन्त्रीले जसरी समय खर्च गरिरहनु भएको छ यो चाहिँ फजुलको काम नै हो। प्रधानमन्त्री नयाँ पुस्ताको कुरा सुन्न चाहना राख्नुहुन्थ्यो भने उहाँले नयाँ पुस्ताका व्यवसायी, विदेश गएर फर्केका युवा, उतै हन्डर खाएर ठगिएर लुटिएर फर्केका युवा, कृषिमा भविष्य खोज्दै सबै सम्पत्ति डुबाउन पुगेका युवा, नेपालमै बसेर आइटीमा राम्रो काम गरिरहेकाहरूलाई समेत बोलाउन सक्नुहुन्थ्यो। यदि त्यस्तो गरेको भए यसमा कुनै अर्थ छ भन्न हामी पनि बाध्य हुने थियौँ। केही अपवाद बाहेक फजुल मानिसहरूसँग भेट्ने समय निकाल्न सक्ने प्रधानमन्त्री ओली संसदमा प्रमुख प्रतिपक्षी दलका नेताले गर्ने आलोचना सुन्न नसकेर त्यहाँ बस्नु नै भएन। अर्थात् प्रधानमन्त्री ओलीका लागि संसद समेत समय दिन लायक